हेलो गाइस, यो बोरा देख्दा के याद आयो होला? पक्कै पनि खेती हुनेहरूले त याद गरिसक्नुभयो। धान आउँथ्यो, मकै आउँथ्यो, कोदो आउँथ्यो भनेर है। तर हाम्रो त खेती थिएन अनि हाम्रो चाहिँ चामल आउँथ्यो। चामल यस्तो बोरामा ल्याउन आमा बजार गएर किनमेल गरेर बोरामा ल्याएको चाहिँ देखेको थिएँ। तर अहिलेको पालामा चाहिँ हेर्नुहोस् त, सपिङै यस्तो बोरामा आउनु थालेछ है। तर ठिकै छ, बाहिर गयो भने थोरै ल्याउनु पाइन्छ। बाहिर जाने पैसाले त यहाँनिर किन्दाखेरि त यत्रो बोरा आउँदो रहेछ। यसै सन्दर्भमा म एउटा गीत गाउँछु ल। उहिले त बाजेको पालोमा पैसा गन्थे डालोमा, अहिले त हाम्रो पालोमा मकै छैन डालोमा भन्थे होइन। त्यस्तै खालको गीत चाहिँ अर्को गाउनु पर्ने बेला भयो। म त्यस्तै ट्राई गर्छु ल, गाउनलाई कोसिस गर्छु है। पहिले त मेरो आमाको पालोमा चामल मकै गहुँ कोदो किनेर ल्याउँथे यो बोरामा, अहिले त हाम्रो पालोमा अनलाइनबाट घरैमा बसी सपिङहरू आउँछ बोरामा। यसरी नै जीवन चलिरहेको छ है मेरो चाहिँ मित्रहरू। तपाईँहरूको कस्तो छ, के गर्दै गर्नुहुन्छ? सन्चो बिसन्चो आफ्नो श्रीमानको कमाइ अनुसार होइन, रमाउनु जान्नुपर्छ, हाँस्नु जान्नुपर्छ, बाँच्नु जान्नुपर्छ। परमेश्वरलाई धन्यवाद होस्। तपाईँहरूलाई पनि धेरै माया